हेलो गाइड्स, आज तपाईँहरूलाई म यहाँ हाइड्रो पावरको चाहिँ बेस्ट बेस्ट स्टकहरू चाहिँ कुन चाहिँ रहेको छ भनेर म देखाउन गइरहेको छु होइन। अब यहाँ हेर्नु पऱ्यो है त, हाइड्रो पावरकोमा जानुपर्छ पहिले। नेप्सी अल्फामा गएर भोलि नेप्सी अल्फामा गएर हामीले हेर्नुपर्ने हुन्छ यहाँ स्टकहरू कुन कुन चाहिँ अहिले खतरा खतरा भइरहेको छ। अलिक सेक्टर कुन कुनले रोटेसन हानिरहेको छ त्यो पनि हेर्न सक्छौँ हामीले होइन। यहाँ हेर्न सक्नुहुन्छ सेक्टर रोटेसन चाहिँ कुन कुनले चाहिँ रोटेसन हानिरहेको छ सेक्टर, त्यो हामी हेर्न सक्छौँ होइन। यहाँ हेर्दैछौँ होइन, अहिले चाहिँ मन्थली ऱ्याङ्कमा चाहिँ होइन फर्स्टमा चाहिँ म्यानुफ्याक्चरले हानेको 0.84% डेली गेन, होइन यो चाहिँ टप रहेछ। अहिले म्यानुफ्याक्चरले अहिले त्यही भएर तपाईँहरूलाई मैले एसआइडिपी किन्नु भनेको, किनकि म्यानुफ्याक्चर अहिले बुम छ होइन। अनि होटल्सको यस्तो चलिरहेको छ, होटल लसमा छ, म्युचुअल फन्ड अलिक गेनमा छ, ब्याङ्किङ पनि गेनमा छ होइन। अब हामी चाहिँ सिधै जान्छौँ, केमा जान्छौँ भने टेक्निकल सिग्नलमा जान्छौँ। यता के चलिरहेछ त, टेक्निकल स्क्रिनरमा जानुपर्ने, टेक्निकल सिग्नलमा चाहिँ सिधै टेक्निकल स्क्रिनरमा जाने। टेक्निकल स्क्रिनर कहाँ छ, यहाँ छ। हामी टेक्निकल स्क्रिनमा गएर हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ हाइड्रो पावरको चाहिँ कुन कुन त बेस्ट स्टकहरू छ है, त्यहाँ चाहिँ हेर्न सक्नुहुन्छ होइन। यहाँ हामी सिधै गएर सेक्टर हामीले हाइड्रो पावर हान्छौँ, हाइड्रो पावर हान्ने सिधै। अनि हामी यही गर्दा हुन्छ एलटिपी होइन। हामी चाहिँ अब चाहिँ सबभन्दा लोएस्ट चाहिँ कुन चाहिँ चलिरहेको छ हेर्न सक्नुहुन्छ तपाईँले। लोएस्ट चाहिँ अप्पर तामाकोसी होला, अप्पर तामाकोसी कस्तो छ त चार्ट हेरिदिउँ न होइन। अहिले हाइड्रो पावर, अब हाइड्रो पावर यस्तैहरू बढ्छ होइन, यस्तै अब हाइड्रो पावर यसको चार्ट हेरिदिउँ है त कस्तो छ चार्ट। हाइड्रो पावरको चार्ट हेरिदिँदाखेरि चाहिँ हाइड्रो पावर यस्तो छ, यो चाहिँ अप्पर तामाकोसी चाहिँ यस्तो चलिरहेको रहेछ अहिले होइन। अब यसलाई छोडिदिउँ एकछिन, अप्पर तामाकोसी अब अरू पनि हेर्न सक्नुहुन्छ होइन। ए खतरा खतरा चाहिँ कुन छ, अहिलेको तपाईँहरूले यस्तो यस्तो यो लोवरमा भएकोहरू किन्न सक्नुहुन्छ हाइड्रो पावरको होइन। अहिले चाहिँ हाइड्रो पावरमा कुन कुन चलिरहेको रहेछ स्टक, यो नि हेर्नु पऱ्यो कुन कुन चाहिँ चलिरहेको छ हाइड्रो पावरमा स्टक स्क्रिनर स्टक ट्रेन्डिङ स्टक चाहिँ कुन कुन रहेछ हेर्नु। ट्रेन्डिङ स्टक अहिले कुन कुन छ हेर्न सक्नुहुन्छ होइन। ट्रेन्डिङ स्टकहरू चाहिँ अहिले कुन कुन छ, फर्स्टमा चाहिँ हिमालयन हाइड्रो पावर लिमिटेड, यो चाहिँ बुम गइरहेको रहेछ अहिले होइन। त्यसपछि सिटिजन ब्याङ्क रहेछ, हाइड्रो पावरमा हिमालयन हाइड्रो पावर लिमिटेड रहेछ। अनि कस्तो गइरहेको छ यो होइन, हेर्न सक्नुहुन्छ होइन। म चाहिँ कस्तो चाहिँ गइरहेको रहेछ चार्टमा हेर्न सक्छौँ हामीले होइन। चार्टमै गएर हेरिदिउँ होइन, टेक्निकल गएर हेरिदिउँ कस्तो चाहिँ रहेछ। यहाँ चाहिँ यसको चाहिँ यस्तो चल्दो रहेछ, यो चाहिँ ट्रेनिङ स्टक भए पनि घटिरहेछ, यो चाहिँ यस्तो चलिरहेछ होइन। चाहिँ लसमै छ, के गर्नुहुन्छ तपाईँहरूले होइन। ठिकै छ यो ट्रेनिङ, तपाईँहरूले अहिले थोरै उठाउँदा हुन्छ कि। तपाईँहरूले लोमा अहिले कुन कुन लो यसको छ होइन स्टकको सिधा आउनु सक्नुहुन्छ होइन। अझै कुन छ सबभन्दा स्टक किन्ने टेक्निकल स्क्रिनर होइन। तपाईँले अब स्प्रिङ खेल्न सक्नुहुन्छ है, अब कस्तो छ भने हेर्न सक्नुहुन्छ हामीले होइन। यस्तो छ अब यिनी हाइड्रो पावर सेक्टर चुज गर्ने। अब सबभन्दा यो एलटिपी यहाँबाट बढाउँछ हुन्छ कुन कुन कुरो यसको सबै चार्ट हेर्ने क्या। यो अप्परको हेरिसक्यौँ, एसएसएचआरको चार्ट हेर्ने, चार्टमा चाहिँ कुन चाहिँले आरएसआई बुलिन्जर्सहरू युज गरेर तपाईँहरूले हेर्न सक्नुहुन्छ। यस्तो कुन छ यसको
यसको यस्तो छ यता चार्टहरु हेर्न सक्नुहुन्छ हैन। अब यसको यहाँबाट गएर हामीले यहाँ एमएसिडी बुलिङ्गर एमएसिडीहरु हेर्न सक्नु एमएसिडीहरु एमएसिडी यसको यस्तो छ। तपाईले यो स्टक चाहिँ किन्न सक्नुहुन्छ है। अब ठिकै छ आरएसआई हेरौँ अब स्ट्रेन्थ कति छ आरएसआई हेरौँ। यतिमा किन्न सक्नुहुन्छ तपाईहरुले हैन। यो अब अपमै जान्छ हैन। यतिमा किनेर हैन अहिले लो स्टक हट्दैछ नि त। यतिमा किनेर तपाईले हैन अलिक राम्रो प्रफिटमा बेच्न सक्नुहुन्छ ल। आजलाई यति तपाईहरुले त्यसरी मैले भनेको जसरी गएर हेर्नु त्यसरी हेरेर सबैको चार्ट हेर्नु क्या अनि तपाईले कुन ठिक लाग्छ त्यही चुज गर्नु ल। आजलाई यति।